नमस्कार, म दिपु छेत्री। तपाईहरुले मलाई देखेरै थाहा भयो होला, म वर्तमान गोलियामा भइरहेको भागवतमा छु र आउनुहोस् यस भागवतको विषयमा कसले कहाँ किन लगाउनु भयो अलिकति जानकारी म तपाईहरुलाई दिँदै छु। यहाँको सुन्दर दिव्य भागवत कथाको प्रचार प्रसार गर्नुहुन्छ। जहाँ पनि कुनै प्रकारको हाम्रो केही त्यस्तो अप्ठ्यारो केही परो भनेदेखि उहाँले हामी गोर्खा जातिको बनेर एउटा समय निकालेर उहाँले सेवा गर्नुभएको छ। उहाँलाई त अरू केही दिन सकिँदैन कि यो सानो एउटा भागवतको प्रसाद हामी अर्पण गरी उहाँको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दैछौँ। म यहाँ छेउमा आएर जो प्रसाद स्वीकार गर्नु पर्यो। धन्यवाद। व्यासमा विराजमान हुनुभएको व्यासपीठ गुरुजी हेमन्त भट्टराईज्यूलाई, उहाँले पनि मलाई धेरै सपोर्ट बढाउनु भएको छ। र यता देखाउँदैछु क्यामेरामा गुरुजी ज्योति प्रसाद भन्नुपर्छ र ज्योतिज्यूलाई पनि म धेरै धेरै धन्यवाद टक्राउँछु यस भिडियोबाट। उहाँले पनि मलाई धेरै सपोर्ट गर्नुभएको छ। दोलापानीबाट आउनुभएको दिपु छेत्री जसलाई हामी युट्युबमा हेर्नुहुन्छ, हाई गाइस दिपु छेत्री भन्नुहुन्छ। जहाँ म दिपु छेत्री भन्नुहुन्छ, हामी दुई शब्द राख्दै दिँदैछु। नमस्ते, म दिपु छेत्री भनेर तपाईहरुले मलाई देख्नुहुन्छ सोशल मिडियामा र सबैजनालाई म यस मञ्चबाट नमस्ते नै भनेको छु। र तपाईहरुले मलाई हेर्नु हुँदो रहेछ, म उहाँदेखिबाट यहाँ तपाईहरुलाई नै भेट्न भनेर आएको। धन्यवाद। फेरि पनि यसरी नै मलाई सपोर्ट गरिदिनुहुन्छ भनेर राधे राधे। कसैले लाइक गरिदिनु, लाइक सब्स्क्राइब गरिदिनु है, नबिर्सिनु नि। फलो कसैले गर्नुभएको छैन, जरुर गरिदिनु। उहाँले धेरै धेरै भागवतको भिडियोहरू पनि हालिरहनुहुन्छ। निःशुल्क हुनुहुन्छ, धेरै कर्मरत गर्नुहुन्छ निःशुल्क उहाँ। राधे राधे। समस्त अगस्ती परिवारद्वारा यो त्रिदिवसीय भागवत लागिरहेको छ र समस्त जुन चाहिँ पितृवर्ग हुनु हो, पितृवर्गको उद्धारका निमित्त र समस्त ग्रामवासीले मिलेर, साथै गुरुजी वर्गहरूले मिलेर, साथै सबैजनाले मिलेर यो भागवत लगाइएको हो र यसमा सफूर्त हिसाबले सबैले आएर मिलेर लगाइदिनु भएको हो र त्रिदिवसीय भागवतमा अहिले हाम्रो यहाँ भागवत चलि नै रहेको छ। आज पहिलो दिन जलजात्रा भयो, दोस्रो दिन हामीहरूको समस्त भागवतको पाठ आयोजन भयो र तेस्रो दिनका दिन आज यहाँ हवन आदि कार्यखुसी पनि हुन जान्छ र सायंकालीन लक्षबाती हुन जान्छ र निस्वार्थ भावले यो भागवत चलिरहेको छ र हाम्रा गुरुजी गुरु महाराज हेमन्त भट्टराईज्यूले आएर यहाँ भागवतमा आएर जुन चाहिँ श्रवण गरिराख्नु भएको छ, मिठा श्रवणहरू ती भइ नै रहेका छन्। साथमा हाम्रा गुरुजी वर्ग मानिक गुरुजी हुनु हो, ज्योति गुरुजी हुनु हो, साथमा दीपक गुरुजी हुनु हो, डम्बरू गुरुजी हुनु हो र साथमा अरू पवन गुरुजी हुनु हो, यथासम्भव सबै गुरुजीहरू लागेर यहाँ गरिराख्नु भएको छ र हाम्रा जुन चाहिँ बाजक ढोलवादन दीपकज्यू तिरुपतिज्यू साथमा लागेर यो जिनिस भागवतको आयोजन गरिराख्नु भएको छ र हाम्रा गाउँका सबैजनाको साथ भइरहेको छ। हाम्रा रिपोर्टर यहाँ हुनुहुन्छ, रिपोर्टरले पनि हाम्रा गाउँका उहाँले पनि दुई कुरा भन्नुहुन्छ भन्ने आशा गर्दछु म। राधे राधे। नमस्ते, राधे राधे। मेरो यहाँ फुपूको घर हो। फुपूको घरमा आज 3 दिनिया महायज्ञ भागवत पुराण लागिरहेको छ। समस्त पितृहरूको उद्धारको लागि ढुङ्गेल परिवार र समस्त गाउँवासीहरूको सहयोगले आज 3 दिवसीय भागवत महापुराण चलिरहेको छ। त्यसको लागि सबै भक्तजन आएर कथा वाचक सुनिराख्नु भएको छ। राधे राधे। राधे राधे। र यो भागवत जुन चाहिँ चलिरहेको छ पितृको उद्धारका निमित्त हो र अगस्ती परिवारको सबैको मनोकामना सिद्धि होस् र उहाँदेखिबाट हजुर पनि दिपु छेत्रीज्यू यहाँ आएर
जुन चाहिँ काजिरङ्गाको छेउबाट आएर यहाँ जुन चाहिँ भागवतको प्रचार गरिदिनु भयो र दिपु छेत्रीको पनि भविष्य उज्जवल कामना गर्दै र उहाँलाई पनि धेरैजनाले स्याहार गरिदिनुहुन्छ भन्ने आशा राख्दै भागवत तर्फबाट सबैलाई नमन चढाउँदैछु। राधे राधे।